आजको दिन यसरी स्टार्ट हुन्छ कसरी स्टार्ट हुन्छ अब बस खाना खानु पर्यो हो त्यहाँदेखि म चाहिँ अरू काम चल्छ अगाडि आज चाहिँ म आमाले रोप्नु भएको फुलहरू देखाउँछु फुलहरू देखाउन भुलिरहेको छु नि यो फुल हाम्रो आमाले रोप्नु भएको फुल यसलाई चाहिँ भन्छ पिटुनिया कलर कलरमा छ भेराइटी राम्रो सेट छ ब्लू र व्हाइट मिक्स भएको पिंक पर्पल डिफ्रेन्ट भेराइटी छ यो चाहिँ मैले खिच्दै गरेको भिडियो यो चाहिँ हो आमा रोप्नु स्ट्रबेरी फलिरहेको छ यहाँ मैले टिपिरहेको छु हो आमाले चाहिँ यस्तो मन पराउनुहुन्छ रोप्दै फलाउनु खानु चाहिँ खानु हुँदैन हो नाता नातिनी छोराछोरीलाई मात्रै हुन्छ अहिले त निकै फल्नु छोड्यो नि कति टिपिसके यहाँ कस्तो यहाँ चाहिँ लालुपाते फुलिरहेको छ यो चाहिँ डबल लिमा रहेछ राम्रो रहेछ मैले पनि अहिले मात्रै पो राम्रो हेर्दैछु आमाको फुलहरू चाहिँ यस्तै छ यहाँनिर अरू के छ यहाँनिर अर्किड पनि फुलिरहेको छ अर्किड फुलिरहेको छ यो चाहिँ सिङ्गल पिटुनिया हो यो चाहिँ आमाको प्लान्टहरू सकुलेन्ट्सहरू मोन्स्टेरा भेरिगेटेड मोन्स्टेरा भन्छ यो चाहिँ सकुलेन्ट हो सबै नै सकुलेन्टमा आउँछ फुल पनि छ सकुलेन्ट पनि फुल्छ फुल्यो भने चाहिँ त राम्रो हुँदैन सबै फुलिरहेको छ हो यो फुल्यो भने चाहिँ राम्रो हुँदैन यो चाहिँ जेरोनियम हो जेरोनियम मैले पनि पहिला त फुल पुरा रोप्थेँ कि तर आजकल चाहिँ म अलिक अल्छिनु भएको छु हो यो चाहिँ सबै क्रेडिट गोज टु माई मम सबै आमाले रोप्नु भएको यो फुलहरू चाहिँ जेरोनियम यो चाहिँ यो पनि मोन्स्टेरै हो यो चाहिँ खास नि यो मोन्स्टेरा चाहिँ एकदम बेच्यो भने जस्तो महँगोमा बिक्छ कि तर हाम्रोमा त्यतिकै परिरहेको छ यसलाई चाहिँ भेरिगेटेड हो भेरिगेटेड वाइट स्पट दिएको हुन्छ नि यो चाहिँ भेरिगेटेड भन्छ जस्तो चाहिँ राम्रो छ एकदम राम्रो इन्डोर प्लान्ट हो यो चाहिँ अहिले चाहिँ बढ्नुको लागि बाहिर निकालेको नि घाम पनि देखाउँदै गर्नु पर्यो नि त त्यो राम्रो छ मनी प्लान्ट यो चाहिँ एकदम कमन प्लान्ट हो इन्डोर प्लान्ट राम्रो हुन्छ यो चाहिँ एकदम यसलाई बेसी मेन्टेनेन्स पनि पर्दैन हो एकदम राम्रो हुन्छ यो चाहिँ मेन्टेनेन्स पनि पर्दैन यसलाई बेसी राम्रै हुन्छ यत्तिकै राख्यो भने पनि भित्रै बेसी हुन्छ भित्र पनि छ कि यो चाहिँ बाहिर निकालेको नि एकदम राम्रो छ यो चाहिँ स्नेक प्लान्ट भेरिगेटेड हो स्नेक प्लान्ट यसलाई त के भन्छ यसलाई त के भन्छ मैले बिर्सेँ यी अगेन मनी प्लान्ट यो चाहिँ यसलाई चाहिँ नि सिङ्गोनियम भन्छ पिङ्क भेराइटीमा हो कि तर यो चाहिँ एकदमै उयो भइरहेको छ अहिले राम्रै भएन यसलाई के भएर ग्रोथै राम्रो नभएर मैले फर्स्टमा चाहिँ अनलाइन मगाएको थिएँ उताबाट खै राम्रै भएको छैन हाम्रो अहिले
यसलाई त के भन्छ यसको नाम बिर्सेँ अगेन मोन्स्टेरा हो मोन्स्टेरा बेच्छ अल सकुलेन्ट्स यहाँ चाहिँ टेरेसमा हो हामी टेरेसमा आएको छौँ कि यहाँ चाहिँ आमाले के राख्नु भएको छ के पो दिदी पनि यो त बिर्स्यौ मैले बगनबेली यस यहाँ चाहिँ बगनबेली राम्रो छ कलर पिच खालके छ पिचमा छ कि कलर एकदम दामी छ नि यो कलर यो सबै आमाले रोप्नु भएको यो कलर पनि एकदम डिफ्रेन्ट छ पर्पल खासै यो फुल्ने चाहिँ अस्ति टाइम हो तर हाम्रोमा चाहिँ अलिक ढिलो फुल्छ लेट फुल्छ कि तर फुल्यो भने चाहिँ राम्रो फुल्छ ए त्यो राम्रो छ यसको अलिकति स्टार्ट भर्खर हुँदैछ ए यो सेट्स राम्रो छ यो सेट्स पनि यो सेट्स हेर्नु कति राम्रो छ यो चाहिँ भर्खर स्टार्ट हुँदैछ यो चाहिँ सानो फुल छ सानो अर्कै भेराइटीको थुप्रो छ डिफ्रेन्ट भेराइटी यो चाहिँ वाइट यो चाहिँ प्योर वाइट हो यो पनि भर्खर स्टार्ट हुँदैछ हेर्नुहोस् त त्यो राम्रो छ नि कलर वाइटमा यो छ सबै यहाँ आमाले रोप्नु भएको हो यहाँबाट चाहिँ एउटा तलबाट मुनिबाट लगाएको छ भर्खर यो हुँदैछ स्टार्ट हुँदैछ यो चाहिँ यहाँ तलबाट लगाएको छ तलैबाट उकालो लिएको हो यस्तो छ है हाम्रो आमाले फुल रोप्नु भएको चाहिँ यहाँ चाहिँ मेरो साथी मिस्टर हस्बेन्ड चाहिँ यतानिर यता हेर के भन्नु छ फुल सबै देखाइसकेँ त मैले खिचिसकेँ दामी यो चाहिँ मलाई पुरा मनपर्छ यो सेट्स कस्तो राम्रो छ नि राम्रो सेट्स छ नि यो हामीले रोपेको हौ तलबाट क्या त तिमी थियो म थिइनँ म पापा नानाले रोप्नु भने यो रोपेको मलाई थाहा छ कि नाना त तिमी थियो भने मलाई थाहा थिएन नि यहाँ सब्जी पनि रोपेको छ यहाँ तपाईँहरूलाई म एउटा देखाउँछु हेर्नु नि यो चाहिँ हाम्रो भाइ हो कति वर्ष पुगेको भन न यो त मोर देन 16 इयर्स हो एक्ज्याक्ट थाहा भएन तर 16 भन्दा चाहिँ बेसी नै हो दाँत पनि छैन यसको हैन भाइ बुढो भयो नि यो पहिला छुच्चा थियो नि त नो भाइ यता हेर्दा आँखा देख्नु छोडेको छ अहिले त दाँत पनि छैन ती देखाएर तेरो यहाँ हेर्दा चारा यहाँ मेरो बुढा के गर्दैछ हेर्नुहोस् है तपाईँहरू औ के गरेको मसल्स निकालेको यहाँ आन्टीहरूको रोटी पोल्ने अरे के पिठो कुद्दैछ मेरो बुढा ढुट्टो कतिको ढुटो बनाइदेऊ त हेर हेर्नुहोस् महानुभाव आफू पनि ढुट्टो भयो सासुआमाको कमाल मेरो सासुआमाको कमाल यो सबै अर्ग्यानिक हेर्नुहोस् कति मजाले फलेको छ रामभेडा सबै यहाँ रामभेडाको बगान छ रामभेडाको चाहिँ अब कमी भएन रुक्छ न दामी फलेको रहेछ हो फुलहरू सबै देखाइदिएको छु खिचिदिएको छु कि अब यहाँ मजाले देखाउनु